अब दसैँमा यो मिठो फुरनदाना र खसीको पकुन्ना खाँदासम्म त दसैँ जस्तो लाग्छ त लाग्दैन। यो फुरनदाना चाहिँ आन्टीको यति धेरै अर्डरहरू जान्छ नि, यति मिठो फुरनदाना बनाउनुहुन्छ घरमै, एकदम हेल्दी, एकदम राम्रो। अनि मलाई चाहिँ यो सिक्न एकदम मन थियो, त्यसैले आन्टीले आज घरमै बोलाएर घरको लागि पनि बनाइदिनुहोस्। म प्लस यही मौकामा आफूले पनि सिक्छु भनेर घरमा आन्टीलाई बोलाएको छु। उहाँ आन्टी नै हो, यति मिठो फुरनदाना बनाउँछ। उहाँले यति धेरै अर्डरहरू लिनुहुन्छ नि सुर्खेतभरि, यति मिठो फुरनदाना बनाउनुहुन्छ। अनि हामीले चाहिँ यो पापड चाहिँ नपिरोवाला पापड हो। अनि पापड ब्राउनहरू अब मैले हजुरलाई भिडियोमा देखाइसकेको छु के हाल्ने के नहाल्ने भनेर। प्लस हजुरहरूले चाहिँ थप गर्न सक्नुहुन्छ, जस्तै चिप्सहरू, नुडल्सहरू, काजु नुडल्सहरू, चिप्सहरू, दालमोडहरू, मटरहरू चाहिँ एड गर्न हजुरले सक्नुहुन्छ। अनि मैले चाहिँ जे हालेको यो सबै भिडियोमा मैले क्लियरली राखिदिएको छु। यति मिठो फुरनदाना हुन्छ नि, यो यति मिठो फुरनदाना हुन्छ। तर चिउरा चाहिँ अलि अगाडि नै सुकाउनु पर्छ। चिउराहरू सुकायो, अदुवाहरू सानो मसिनो बनाएर सुकायो भने चाहिँ राम्रो बन्छ। तर अलिकति टाइम नभएको कारणले मैले अदुवा नै सुकाउनु पाएको थिइनँ, सुर्खेतमा पानी परेर। अनि अदुवा चाहिँ अलि नराम्रो भएको थियो, होइन भने एकदम राम्रो हुन्छ। भएको चिज चाहिँ सबै फ्राई गरेर यसरी टुक्रा टुक्रा पार्नुपर्छ, म्यास पार्नुपर्छ। अनि लास्टमा चिउरा फ्राई चाहिँ यस्तो मजाले भएको थियो नि, यति क्रन्ची, यति मिठो चिउरा भएको थियो। तर अलिकति चाहिँ सुकाइदिनुपर्छ घाममा यसो फिजारेर। चिउरा पनि राम्रो क्वालिटीको हुनुपर्छ। अनि मजाले चिउरा चाहिँ यति मिठो क्रन्ची भएको थियो। सबै हामीले चाहिँ रेडी पारिसक्यौँ। अनि म चाहिँ हेरिरहेको थिएँ कि आन्टीलाई क्याप्चर गर्दै। लास्टमा आन्टीले कालो नुन मगाउनु भयो र कालो नुन यसो छर्केर मजाले मोल्न थाल्नुभयो। सबैतिर लाग्ने गरी मजाले मोलेपछि हाम्रो मिठो फुरनदाना रेडी भयो। अब यति गरेपछि खानु त परिहाल्यो।